हेलो गाइज, आज लास्ट जाडो छ। के गर्नु है, चितवनमा जाडोले हालत खराब भइरहेछ। आज फेरि सक्स लाउन नि भुलेछ होइन, त्यसलाई लास्टै जाडो भएको छ होइन। यस्तो छ त हुस्सु लागेर अहिले बेलुकाको 4:30 बजे अहिले हुस्सु लागिसक्यो। यस्तो गाह्रो छ यार, यस्तो जाडो। गाइज, अनि हजुरहरूको ठाउँमा कस्तो के छ, जाडो कतिको छ होइन, कमेन्ट बक्समा सट्ट म्यासेज गरेर सोधिदिनु होला के कस्तो छ भनिदिनु होइन। मेरो ठाउँमा चाहिँ यस्तो छ ल हेर्नु त, 4:30 बजे नै क्या चिसो न चिसो, कस्तो हिउँ पर्ला जस्तै टिरिरहेको चिसोले एउटा भएको छ है। बुढाहरू फुटबल खेलिरहेको छ, यस्तो दामी छ क्या है। यस्तो छ हजुर, हाम्रो गाउँ चाहिँ हजुरहरूलाई देखाउँछु म। सानो छ, ठिक्कको राम्रो चिटिक्काको गाउँ छ। यो चाहिँ हाम्रो दिपज्योति स्कुल होइन। बुढाहरू फुटबल खेल्ने जबर स्कुलमा 5 सम्म छ हाम्रो दिपज्योति स्कुलको चाहिँ होइन। हजुर होइन, यस्तो छ। यो चाहिँ हाम्रो गाउँ। कस्तो लाग्यो हजुरहरूलाई मेरो गाउँ होइन। म चाहिँ त्यही पछाडिको दिपज्योति स्कुलमा पढ्थेँ होइन। 2 बजेसम्म पढेर अनि त्यहाँबाट टाढे क्या याद आउँछ, पुरानो यादहरू होइन। के गर्नु गाइजहरू, गाह्रो छ। यो चाहिँ मेरो पहिला गाउँ यो। घर आइपुग्नु लाग्यो हाम्रो टिका दाइको बस। टिका दाइको बस हजुरहरूलाई ट्याग लाएर यसो रिजर्भ जहाँ चाहियो भने यो बसमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। नम्बर पनि छोडिदिइराख्छु म। मेरो घर चाहिँ यो आइपुग्यो। मेरो घर सानो चिटिक्काको बनाएको छु मैले घर, त्यो ठुलो छैन, हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो पुरानो घर, यो चाहिँ मेरो नयाँ घर होइन गाइज। अनि मेरो घरभित्र मेरो घरको इन्ट्री हुँदैछ गाइज। ल हामी अल्छीहरू सुतेर बसिरहेका छन् गाइजहरू। मेरो चाहिँ यो बुढी सर प्रिन्स भाइ हेलो गाइज भन्दै, प्लिज लाइक सब्सक्राइब भन्दै यता फर्केर क्या त्यसरी प्लिज लाइक सब्सक्राइब भन्दै छिटो। के बाबाले के यस्तो छ है मेरो घर चाहिँ। अनि मैले सानो बुद्धको टाउको ल्याएर आएको यस्तो छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो, मेरो भ्लग कस्तो लाग्यो होइन, मिसिङ भ्लग कस्तो लाग्यो, कमेन्टमा मजाले लेखेर जानु सक्नुहुन्छ। ब्याडमा ब्याड, गुडमा गुड भनेर टक्क गरिदिनु होला होइन। ल यति भन्दै म चाहिँ अहिले बिदा हुन्छु है। ल बाई।